प्रहलाद गिरी पर्साघर र म पूर्व प्रदेश मान्य। तपाईको त्यत्रो लोकप्रिय ठुलो पार्टी हुँदाहुँदै नेपाली कम्युनिस्ट पार्टीमा किन आउनु पर्यो? अब लोकप्रिय के भन्नु? जनताले त भन्छन् नेकपा एमाले महेश बस्नेतहरूले त्यसै भन्छन्, हामीले सुनेका छौँ। त्यो कार्यकर्ता पक्तिदेखि बाहिर गएर तपाईँ रेफरेन्डम गराइदिनुहोस् त कति लोकप्रिय छ थाहा हुन्छ। अस्ति त त्यत्रो 80% मतले जित्नुभयो अध्यक्षमा, लोकप्रिय मत ल्याएर जित्नु। दासहरू छन्, दासहरू नेकपा एमालेमा दास छन्। छन् त्यहाँ, ती सबै दास हुन्। त्यसो भए सबै मैले भनेको होइन, धेरै जसो त्यहाँ जितेका जति अहिले जितेका होइन, धेरै जसो जितेका र नजितेका बाट पनि धेरै दास छन्। त्यहाँ आफ्नो स्वतन्त्र छैन, तर्सा छन्। कसैलाई चाहिँ संसदको टिकट चाहियो, कसैलाई प्रदेश संसदको टिकट चाहियो, कसैलाई मेयरको चाहियो, यस्तो चाहियो। अनि केपी बालाई विरोध गर्यो भने हामी पाउँदैनौँ भनेर जय जय जयकार गर्ने, जय जयकार गर्नेको मात्रै स्थान छ नेकपा। हो त्यो अर्को कुरा। त्यो कम्युनिस्ट पार्टी थोरै हो र नाम लिएर नाम राखेर हुन्छ? एकजनाले सङ्गठित संस्था, हामीले थाहा पाएको, हामीले बुझेको पढेको, कम्युनिस्ट पार्टीको सदस्यले, सङ्गठित सदस्यले आफ्नो शुल्क आफै बुझाउनुपर्छ। तर त्यहाँ त एकजना पुँजीपतिले एकजना 5,000 को शुल्क बुझाउँदो रहेछ। त्यहाँ त्यो भाडाका सदस्यहरू छन्, त्यहाँ तिनलाई थाहा पनि छैन कि एमालेमा ओरिजिनल पार्टी सदस्य छैन। त्यसो भए बहुत कम छन्, कम सङ्ख्यामा बहुत कम छन्। बाँकी भाडाका छन्। तपाईँ त्यही पार्टीमा यत्रो वर्ष बसेर बसियो, के गर्ने? बनाइयो पार्टी, बसियो। म आजसम्म आफ्नो शुल्क बाहेक कसैको शुल्क तिरिया छैन। म यसको खिलाफ थिएँ। अहिले त महाधिवेशन आउने बेलामा मान्छेलाई थाहा छैन। तपाईँ महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो? थिएँ। म उम्मेदवार पनि त्यो केन्द्रीय सदस्यमा हारेँ। किनभने म गुलाम होइन, दास होइन। हो, यहाँ चाहिँ गणेश परिकारमा त्यहाँ गर्ने, एकदम दर्शन गर्ने, हजुर अनुहार देखाउने मान्छेको त्यहाँ बिगी छ। अनि आफ्नो प्रतिद्वन्दी अथवा आफ्नो जिल्लाका केही चाहिने नचाहिने मान्छेहरूको विरुद्धमा आएर कान फुक्ने। गणेश परिकारमा मैले अघि पनि भने गणेश परिकारमा प्रवृत्ति त्यहाँ हावी छ। अनि फिल्डमा जनताको बिचमा काम गर्ने मान्छेको त्यहाँ त्यति महत्त्व छैन। कि त माल चाहियो, माल हुनु पऱ्यो, मालदार हुनु पऱ्यो, ल्याएर गिफ्ट दिनु पऱ्यो नेताहरूलाई। अनि नेताहरूले भन्छ ओ यो बहुत राम्रो कामरेड हो भनेर। जनता 5 जना होस् या नहोस्, त्यहाँको प्रवृत्ति। र मैले बुझेँ कि त्यो नेकपा एमालेबाट त्यो झुटमुटको नारा हो, समृद्ध नेपाल सुखी नेपाली। केही मान्छे त समृद्ध भएका छन् र केही समृद्ध भयो, देश समृद्ध भएन नि एमाले। भएको भए यही हुन्थ्यो। 90 लाख युवाहरू विदेश गएका छ। समृद्ध भएको भए बाहिरको युवा यहाँ आउँथ्यो काम गर्ने कि यहाँको युवा बाहिर जान्थ्यो? भनेपछि सच्चा कम्युनिस्ट एमालेभित्र रहेका सच्चा कम्युनिस्टहरूलाई चाहिँ तपाईँको सन्देश के छ? छन्, त्यहाँ पनि छन्। अनि सन्देश चाहिँ के छ तपाईँको? उहाँहरूले नबस्नुस्, यता आउनुस् भन्नु होइन, यताउता होइन। उहाँहरूले आफ्नो विवेक र कम्युनिस्ट विचारधारा हो, त्यसलाई उहाँहरूले बुझ्नु पऱ्यो, त्यो अनुसारको आचरण गर्नु पऱ्यो। त्यो छोडेर यता आउनु म भन्दिनँ, किनभने त्यो त उहाँहरूको रुजाइ कुरो। प्रचण्डले त भन्नुभएको थियो महाधिवेशन पछाडि ठुलो सङ्ख्यामा भन्ने उहाँको त भन्ने कुरै आउँछन्। तर सुरुवात भयो भन्नु आउँछ, सुरुवात भयो। सुरुवात हामी गऱ्यौँ, अन्तबाट पनि भइरहेको छ र अब आउँछ बाढी जस्तो। अनि तपाईँले आज अध्यक्ष प्रचण्ड र सहसंयोजक के अरे संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले भित्र्याउनु भयो। उहाँहरू के भन्नुभयो त तपाईँहरूलाई? अहिले खासै त्यस्तो कुरा भएछ। हामी केही माग्न आएको होइन। हामी यो देशमा परिवर्तन गर्ने किसिमको पार्टी बनाउनु पर्यो, लिएर हिँड्नु पर्यो। हो, कार्यकर्तालाई सम्मान हुनु पर्यो र देशलाई परिवर्तन गर्ने किसिमको पार्टी हुनु पर्यो। खालि त्यो लफाजी र नारा दिएर हुँदैन, वर्क गर्नु पर्यो, काम गर्नु पर्यो। हामी त्यही भने प्रचण्डले काम गर्छौँ भन्नुभयो। अब कहिले भन्छ कि गर्दैन? गरिहाल्नुहुन्छ नि, गर्नुहुन्छ। विश्वास छ? विश्वास छ। केपी भन्दा त प्रचण्डमाथि विश्वास छ। प्रचण्ड धेरै राम्रो नेता। उनी भन्दा त राम्रै छ। हाम्रो मिडियाबाट के भन्नुहुन्छ त प्रचण्डलाई एउटा सन्देश भनिदिनुहोस् न। के भन्नुहुन्छ अब देशको लागि के गर्नुपर्छ प्रचण्डले? अब देश त अहिले एकदम भुमरीमा, षड्यन्त्रको र धेरै समस्याको भुमरीमा फँसिया छ। यसलाई चाहिँ दूरदर्शीपूर्ण ढङ्गले र साहस गरेर अगाडि निकाल्नु पर्यो। हामी साथमा छौँ।